हेलो ब्रुन गाइज, फेरि आइसकेको छु तपाईहरुको लागि नयाँ भ्लग भिडियो लिएर। आजको मेन भ्लगको प्रोग्राम के हुनेछ, हामी जानेछौँ गोदावरी जिप लाइनमा। ल गाइज, आज घुम्नको लागि अनि मसँग छन् भानिज, हरिश भानिज अनि हामी टक्क यहाँदेखि जानेछौँ अत्रेदेखि अगाडि बढेर। अरू भानिज के चल्ले एकदम बबाल हो, गाडीहरू पनि एकदम आइरहेछ। हामी भ्लग अहिले हाइवेदेखि स्टार्ट गरिदिन्छौँ है। शुक्लाफाटा आरएच निकुञ्जको नजिक अनि ब्यारेकको बिचमा छौँ हामी अहिले। अब यहाँदेखि जानेछौँ हामी पहिला अत्रेदेखि जानेछौँ गोदावरी जिप लाइनमा। अनि आजको भ्लगमा कस्तो के हुन्छ तपाईहरुलाई एकदम मनोरञ्जन हुन्छ, एकदम खतरा पारामा है गाइज। लगायत फाइनली चाहिँ अहिले हामी पुगिसक्यौँ गोदावरीको पुलमा। तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडि साइडतिर यो गोदावरीको पुल, काठको पुल यो पहिलाको। अनि अहिले चाहिँ यो लगभग खासै यातायातहरू गाडीहरू यहाँमा जाँदैनन्, मात्र फोटो भिडियोको मात्र लागि यो प्रयोगमा छ। लगायत यो चाहिँ हाम्रो अब गोदावरी जिप लाइन जाने बाटो लाग्यौँ है अहिले। लगायत यो चाहिँ गोदावरी जिप लाइन देख्न सक्नुहुन्छ तपाईँहरू। भित्र साइडतिर पिङ अनि जिप लाइनहरू छ। टक्कर लाग्न लागेको छ। पहिला हल्का केही नास्ता गरौँ, फेरि सोचौँ घरदेखि त जिप लाइन चढ्ला भनेर आऊ, तर अहिले एकदम खतरा मनमा हुन लाग्छ। जोर से बोल के लोगों को स्कीमें बता दे। लगायत अब जिप लाइनमा चढौँ, भित्र छ जिप लाइन, तपाईँलाई देखाउँछु। चलो तल साइडतिर यो देख्न सक्नुहुन्छ तपाईँहरू, यो जिप लाइन छ। यता साइडतिर यो पिङ अनि यता साइडतिर यो खोइ के डेकोरेसन के छ, आई डोन्ट नो। अब जिप लाइन चाहिँ मेरो यो जस्ट अगाडि साइडतिर तपाईँलाई देखिसक्नुभयो। लगाइज रेडी टु गो जिप लाइन है। लगाइज अब चाहिँ हेलमेट दाइले एकदम सुरक्षित बनाइसक्नुभयो। बाइकको हेलमेट लाउनु कि यही सुरक्षित छ कि। लगाइज जिप लाइनको लागि रेडी भइसकेँ म। अब मसँग पछाडि जाने मान्छे अरू पनि छन् सँगै। म चाहिँ अहिले अगाडि जान्छु, मेरो पछाडि 2-3 जना पछाडि बनाउँदैछन्, म अगाडि जान्छु। अनि टक्क भ्लग बनाउँदै कस्तो तपाईँहरूको लागि हुन्छ एक्सपिरियन्स। के छ बुद्धि बबाल। ल गाइज अहिले चाहिँ अब यो जिप लाइनको तार भइसक्यो, रेडी टु गो है। अब कस्तो हुन्छ एक्सपिरियन्स, एकदम बबाल हुनेवाला छ। बस्नु पुरै वेट यसमा हाल्नु न, एमा ल खुट्टा छोडिदिनु, अगाडि गर्नु खुट्टा यसरी पछाडि ढल्किनु, पछाडि सुति यस्तो गर्नु, ल पछाडि अझै हो। ल छोडिदिनु है। ल गाइस लगाइज पुगिसक्यो वापस हाम्रो ठाउँमा। लगाइज जिप लाइनदेखि म उत्रिसकेँ, एकदम खतरा मजा, तपाईँले देखिसक्नु भयो होला, एकदम खतरा बबाल। अनि भाइ यहाँनिर जिप लाइनको मेरो डोरी खोल्थ्यो भाइले। अनि उता साइडदेखि मान्छेहरू अरू पनि आउँछन्। लगायत जिप लाइन चढेर अब जस्ट देख्न सक्नुहुन्छ यो पछाडिदेखि सिँढी अनि माथिदेखि अहिले उत्रेँ। अनि मजा एकदम खतरनाक है। मेरो फर्स्ट एक्सपिरियन्स मलाई चाहिँ एकदम बबाल लाग्यो। तपाईहरुलाई पनि
आउने मन छ भने टक्क यहाँ गोदावरी आएर जिप लाइन खेल्न सक्नुहुन्छ। एकदम बबाल रमाइलो छ। तर फर्स्ट टाइम खेल्नेहरूको लागि त अरू रमाइलो झनै रमाइलो छ। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके एकदम बबाल। अब यहाँदेखि अटो आएछ, अटोमा बसेर जानुपर्ने हुन्छ। ल गाइस गाडी हामीले अहिले बन्द गरिसकेका छौँ। बाइक न्युट्रलमा यहाँदेखि गइरहेछ हो। यहाँदेखि अब कहाँमा पुगिने रहेछ ल हेरौँ। अब गाडी हाम्रो बन्द छ, न्युट्रलमा छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अब यो हाम्रो गाडी कहाँसम्म पुगिने रहेछ। लगभग यो जिप लाइनको जहाँ मेन पोइन्ट छ जक्सन, त्यहाँभन्दा हामी 100-200 मिटर माथि थियौँ। ल गाइस यो चाहिँ हाम्रो गोदावरीको पुल। जस्ट यहाँनिर हाम्रो गाडी रोक्यो। अब गाडी स्टार्ट गरेर हामी जान्छौँ सिधै अत्तरिया। ल गाइस फाइनली घरतिर पुग्यो। अनि आजको भ्लगको प्रोग्राम हामीले यतातिर राख्नुपर्ने हुन्छ। कस्तो लाग्यो तपाईँलाई आजको नयाँ भ्लग अनि आजको जिप लाइनको भ्लग गोदावरी कस्तो लाग्यो? राम्रो लाग्यो एउटा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला च्यानललाई। अनि मिल्नेछ तपाईँहरूलाई नयाँ भ्लग भिडियोमा फेरि नयाँ भ्लगको साथमा। अहिलेको लागि यति नै। टेक केयर गाइज, लभ यु गाइज, बाई बाई।